तपाईको 8वां महिना आज 24 गते छ। कति गते छ आज? 8वां महिना 24 गते छ। त तपाईको भोट हुनुभन्दा पहिला एसएलसी भइ नै हाल्छ। त्यसैले 10 क्लासको म आजदेखि स्टार्ट गर्न गइरहेको छु कि सबभन्दा पहिला हाम्रो तपाईको बुकमा फर्स्ट च्याप्टर के छ? सेटबाट नै छ। अनि मेन तिम्रो तपाईहरुको 4 मार्कको आउँछ सेटबाट। अब सिम्पल प्रश्न हामी गर्छौं। एकैचोटी गाह्रोमा जानु छैन। सिम्पल प्रश्न गरेर त्यसपछि हामी गाह्रोमा त्यसपछि जाने हो। त्यसमा गाह्रो पनि बेसिक लेभलमा पनि जाने हो। त्यसपछि फर्स्टमा अलिकति सिम्पल नै छ। वन प्रश्न के छ कि अब यस्तै अब मसँग 4-5 वटा क्वेशन छ। सेम यदि यो बनाउनु हुन्छ भने 3 वटा प्रश्न थप तपाईलाई म दिन्छु। प्र्याक्टिस बुकबाट लिएको छ त्यो प्रश्न। त्यसबाट तपाई सेम यस्तै हुबहु यस्तै छ। तपाई बनाउन सक्नुहुन्छ प्र्याक्टिसमा। यो अब यसमा प्रश्न के छ कि कुनै एउटा सर्वेक्षणमा सम्मिलितहरू मध्ये 150 जनाले भात मात्र मन पराउँछ, 250 जनाले रोटी मात्र खान मन पराउँछ, 200 जनाले भात र रोटी दुवै खान मन पराउँछ भेटायो भने भेन चित्रको प्रयोग गरी माध्यमबाट कम्तीमा एउटा खान मन पराउने। अब यहाँ के सोधेको छ? कम्तीमा। तपाईले स्कुलमा तपाईले सरले बताउनु भयो होला कि कम्तीमा भन्यो भने के हुन्छ? तपाईले युनियन सोधिराखेको छ। के सोधिराखेको छ? युनियन सोधिराखेको छ। जसमा हामीले मात्र भात खानेको संख्या दिएको छ 150, 250 जनाले मात्र रोटी खान मन पराइएको छ, 200 जनाले भात र रोटी दुवै मन पराएको देखिएको छ भने यसलाई भेन चित्रमा देखाए बापत कम्तीमा एउटा खाना मात्र मन पराउने को संख्या पत्ता लगाउँछ। एन्सर पनि यहाँ दिएको छ 600 एन्सर आउँछ। अब मानौ भात र रोटी क्रम समूह नम्बर अफ ए र नम्बर अफ बी दिएको छ। अब भात भन्नाले राइस भइहाल्यो त आर मान्नु पर्छ। त्यसपछि रोटी भन्नाले ब्रेड भइहाल्यो बी वटा मान्नु पर्छ। हामी त्यसले सोझो हिसाब गर्नको लागि अलि सिम्पल होस् भनेर के भनेको छु? भातलाई नम्बर अफ ए यानी कि भातलाई ए मानेको छ र नम्बर अफ रोटी जुन छ रोटीलाई के छ? नम्बर अफ बी मानेको छ। अर्थात देयरफोर नम्बर अफ ए भन्नाले भात मन पराउने, नम्बर अफ बी भन्नाले रोटी मन पराउने भनेर हामी मानेको छ। प्रश्नमा दिएको छैन कि नम्बर अफ ए भनेर भात हो, नम्बर अफ बी भन्नाले दिएको छैन। तर हामीले सिम्पल टर्म लाउनको लागि, सिम्पल सजिलो गर्नको लागि हामी मानिएको छ। त अब के छ कि ओन्ली नम्बर अफ ए कति छ? 150। किनभने नम्बर अफ ए भन्नाले हामी के मानेको छौं? ए भन्नाले भात मन पराउने। त भात मन पराउने कति जना छ? 150 जना जति छ। त्यसपछि बी छ त बी के छ? रोटी मन पराउने 250 जना जति छ। यानी कि नम्बर अफ बी ले हामी के मानेको छौं? रोटी मन पराउने त कति छ? 250 जति छ है। त्यसपछि दुवै मन पराउने सोधेको छ। दुवै मन पराउने भन्नाले इन्टरसेक्सन भइहाल्यो। तपाईहरु 7 क्लासमा पढ्नु भयो होला कि नम्बर अफ ए सेट र नम्बर अफ बी सेटको दुई सेटको बीचमा कुनै कमन आइरहेछ भने त्यो के हुन्छ? तपाईको साझा आयो भने के हुन्छ? इन्टरसेक्सन हुन्छ। जस्तै कि एकछिनको लागि मान्नुस् सानो क्लासमा पढ्नु भयो होला ए मा जस्तै कि ए छ, बी छ, सी छ, डी छ र ई छ। बी मा हाम्रो के छ? बी छ, सी छ, डी छ, आई छ चाहे जे छ। अब यसमा मिलेको रहेछ। जस्तै अब इन्टरसेक्सन भन्नाले के हुन्छ? तपाईको मिल्ने यानी कि साझासँग को मिलिरहेको छ त्यो मात्रै लेखाउँछ इन्टरसेक्सनमा। अब यस इन्टरसेक्सनमा के मिलिरहेको छ? तपाईको सी मिलिरहेको छ, डी मिलिरहेको छ, जे छैन, आई पनि मिलिरहेको छैन, बी मिलिरहेको छ। तपाईको यी 3 वटा जुन सदस्य छ यो 3 वटा सदस्य मिलिरहेको छ भने यो के भयो? इन्टरसेक्सन। यानी कि दुवैमा मिलिरहेको छ। यानी कि दुवै खान मन पराइरहेको छ। भात पनि खान मन पराइरहेको छ, रोटी पनि खान मन पराइरहेको छ। यानी कि कम भन्दा तपाईको के भयो? दुवै मन परायो भने के भयो? इन्टरसेक्सन भयो। हाम्रो इन्टरसेक्सन पनि दिएको छ। इन्टरसेक्सन पनि कति छ? 200 जना हैन। 200 जनाले मात्र भात र खाना दुवै मन पराइरहेछ। त्यसपछि सोधेको छ हाम्रो प्रश्नमा के कम्तीमा एउटा खाना मन पराउने कति छ? त कम्तीमा एउटा यानी कि युनियन सोधेको छ। यसमा यो पनि भनेको छ भेन चित्रबाट बनाए त्यसपछि बापत
कम्तीमा कति खान मन पराउने छ भने त्यसको संख्या पत्ता लगाउनु। हामीलाई थाहा छ भेन चित्र पनि हामी सजिलो बनाउन सक्नुहुन्छ। भेन चित्रमा के छ त्यो पनि एकचोटि हामी बनाएर हेरौँ। एकछिन है एकछिन। अब भेन चित्रमा तपाईको हेर्नु त कति दिएको, जस्तै कि हामीसँग ओन्ली मात्रा दिएको छ। मात्रा भन्नाले एकचोटि यहाँ चित्रमा यहाँ बनाउँछु। मात्रा भन्नाले यो बीचको जुन भाग छ तपाईको इन्टरसेक्सनको भाग, इन्टरसेक्सनको भाग छोडेर यसले यो जुन बाँकी भाग के हुन्छ मात्रा वाला भाग हुन्छ। यो सब के छ यो मात्रा वाला भाग हैन, यानी कि ओन्ली वाला भाग छ। ओन्ली अफ ए मानेको छ, हामी ओन्ली बी मानेको छ। यो पनि के छ मात्रा वाला भाग छ, यानी ओन्ली वाला भाग हो बी। यसमा मात्र वाला लेखाउ, यानी कि ओन्ली अफ मात्र के छ यहाँ लेखाउँछ। यसमा बीचमा के छ तपाईको इन्टरसेक्सन वाला भाग हो, युनियन इन्टरसेक्सन वाला, यानी कि यो दुवैमा मन पराउने, यो दुवैमा जो मन पराउने छ त्यो कहाँ लेखाउँछ यहाँ बीचमा लेखाउँछ हैन। दुवैमा मन पराउने त्यो बीचमा लेखाउँछ, किनभने बीच तपाईले साधा सदस्य लेखाउँछ। साधा सदस्य अनि साधा एलिमेन्ट, कमन एलिमेन्ट कुन हुन्छ इन्टरसेक्सनमा हुन्छ। साधा एलिमेन्ट यानी यसमा इन्टरसेक्सनमा हुन्छ, त्यो बीचमा हुन्छ। त्यसपछि बाहेक जुन हुन्छ त्यो मात्रावाला भाग हो। त मात्रावाला भाग जुन भनेको छ त्यो यहाँ लेखाउँछ। त हाम्रो मात्र भात मान पराउने कति छ 150 छ। त मात्र त्यसपछि ओन्ली अफ इन्टरसेक्सन छ हैन, मात्र दुवै मन पराउने त 200 छ। त्यसपछि मात्र रोटी मन पराउने यानी कि बी कति छ 250 जना छ। त्यसपछि अब यसले हामीले भनेको छ युनियन निकाल्नको लागि। युनियन भन्नाले के हुन्छ कि मात्र भात मन पराउने, मात्र रोटी मन पराउने र त्यसपछि कम्तीमा दुवै मन पराउने जुन छ त दुवै यो सबैले जोड्यो भने के हुन्छ, यानी कि युनियन भन्नाले के हुन्छ यो होल पार्ट हुन्छ। त प्लस यसलाई जोड्नुस्, प्लस यसलाई जोड्नुस्, प्लस यसलाई जोड्यो भने हाम्रो युनियन आइहाल्छ। त नम्बर अफ ए युनियन बी को फर्मुला तपाईलाई थाहा होला। जब यो कुन बेला यो फर्मुला युज गरिन्छ, जुन बेला मात्र दिएको हुन्छ, मात्र दिएको बेला फर्मुलामा त्यो समयमा